हेलो साथीहरू हामी चाहिँ अहिले ट्याक्क माछा मार्नु बेतनादेखि माथि आइपुगेको छौँ टोलीहरू यता हुनुहुन्छ अब यहाँ आउँदा आउँदा एउटा शिकार पनि काम भइसकेको छ यहाँ छ है अब टक्क माछा साछा मारिन्छ खाइन्छ अब चटपटे बनाउँछ टोलीहरूले ट्याक्क हामी चाहिँ माछा मार्ने हो जितन भाइको भेस्ट देखाइदेऊ न त्यो जानी बनाएको होला त्यो जानी बनाएको होला त्यो यार म त भ्लगबाट हाफपेन्टको माया देखाइदेऊ पाना हाफपेन्टको माया माया ब्याग माया भान्जा रेडी भइसकेछ है साथीहरू अब एकछिनमा माछा मरेको देखाउने छौँ है ल साथीहरू दुईवटा माछा चाहिँ काम भइसकेछ यो चाहिँ बबालै छ छन् चाहिँ यो एउटा माछा यहाँ तपाईँहरू देख्न सक्नुहुन्छ एउटा अर्को चिन्ता छ चाहिँ अरू चाहिँ एउटा माछा मार्दैछ है माछा मार्ने तरिका चाहिँ हेर्न सक्नुहुन्छ तपाईँहरू टोलीहरूले हान्दैछ अरू टोलीहरू उहाँ छ तल यता छ अझै उही कहाँ आएको त त्यो पनि भिजेर अलि ठुलो डन्डीले हान्न बाजे हेलो हेलो त्यही त ढुक्क यस्तो है ल ल साथीहरू माछा चाहिँ यो खालको 5वटा काम भइसकेको छ होइन यहाँनिर देख्न सक्नुहुन्छ यता खाजा भङ्गी सिपी एउटा झिङ्गा पनि समातेको छ हौ यो कसले समातेको टोली यो हामी चाहिँ टोली माछा मार्दैछौँ भात चाहिँ एउटा निस्केको छैन खोलामै छ अब खाजा नास्ता खाएर फेरि एक लट हान्ने हो अहिलेको झोला खै भाउजू यो घुमिहाल्ने कुकुरले लान्छ कहाँ कुकुरले लान्छ खाजा नास्ता कतिको बनिँदैछ हौ रेडी भइसक्यो त्यसपछि चट्ट खाइसकेर फेरि जाने हो यो समय यस्तो यो खालको समाउनु शिकार अब यसको पनि तिनक्कै भइसकेछ नि त यो त यार टोलीहरूलाई कस्तो भइरहेछ हौ आजको माछा मारै माछा पनि राम्रै मरेछ नि त आज माछा पनि राम्रै मरेको छ नि त बोतल काटेको नास्ता हान्दैछ है गाइस त्यो दाउरा खोज्दैछ भोकला पोली खानलाई चटपटे खाइदिन्छ अब ल है गाइजहरू यो खालको सेक्वा बन्दैछ है हाम्रो चाहिँ पुलिस म्याडम उता भाउजू रेजना यताबाट कस्तो क्लियर आउँदो रहेछ हाम्रो हो भने पोस्टर पनि खिच्दैन पर्यो बाजे घिमिरे उता भत्तेज भान्जा या दिस इज मी विकास गुरुङ मैले लेखेको नि आगो धेरै हो पहिला त यत्रै हुँदो रहेछ त यहाँ छाला जस्तै छ जाते ल जितेन दाइको पछाडि धारमा माछा चाहिँ पुगेछ है साथीहरू अब चाहिँ हामी खाइपी गरिसकेर च्याट्ट घरतिर अब प्रस्थान गर्न लागिरहेका छौँ टोलीहरू यता छ अनि त्यसपछि गएर ट्याक्क माछा बनाउने हो ढेँडो बनाउने हो अनि हानिदिने हो ल्याम्प पारेर घर पुगेपछि एराइभल भन्छ ए राइट